हामी नेपाली जहिल्यै भात 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 24 घण्टामा 25 घन्टै भात नभई नहुने। हामी आज फरक परिकार बनाएर खानेवाला छौँ। के चाहिँ खान्छौँ होला त भिडियो लास्टसम्म हेर्न पर्ने हुन्छ है त। आज चाहिँ हाम्रो घरमा सानो बाबु र साथी ससिनाजीको चाहिँ उपस्थित रहेको छ। मान्छे पनि राम्री, कुरा पनि मिठा, गफै गफमा आधा काम भ्याइयो। मैले चाहिँ आलुको डोलाई मजाले फ्राई गरेँ। यता मम्मीले आलु चाना र दुङदुङेको साग पकाउँदै हुनुहुन्छ। यो दुङदुङे चाहिँ राखे बजारबाट उर्मिला बहिनीले बिरुवा ल्याइदिनु भएको रे। म पुरी बेल्नपट्टि लागेँ है त। आमा सँगसँगै बसेपछि घरको सानोतिनो काम पनि सिकिने मौका मिल्दो रहेछ। म चाहिँ धमाधम पुरी बेल्ने, उता मम्मी चाहिँ पकाएको पकाएकै। यो मैले बनाउँदै गरेकोलाई चाहिँ परौठा भन्छ अरे, तर सिम्पल रेसिपीमा मैले आज तयार गर्दैछु। पकाउने काम पनि अब हाम्रो लगभग सकियो। कामसँगै निस्किएको फोहोर पनि त व्यवस्थापन गर्नै पर्यो। चराचट्टै पारेर चिटिक्क टेबल सफा गर्दैछु। मम्मीले चाहिँ खानालाई पस्कने भनेर सुरु गर्दै हुनुहुन्छ। म पनि पाहुनाकै सारमा छेउमा बसेर गफिँदैछु। खुसी हुनको लागि संसार जित्न पर्दैन, बस मनमिल्ने साथीले 2 सेकेन्ड हाँसेर गफ लगाइदिए पुग्छ है मलाई चाहिँ। अब हामी खायौँ ल। भिडियो कस्तो लाग्यो त? मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो सलो सबै गरेर साथ दिनु होला। नेक्स्ट भिडियोमा भेटौँ है त। बाई बाई।